साथीहरु म चाहिँ चाइनाको एउटा शपमा छु अहिले सुपरमार्केटमा छु र लाइनमा छु अहिले पेमेन्टको लागि चाहिँ बसिरहेको छु र तपाईहरुलाई चाहिँ म यहाँको एउटा नयाँ पेमेन्ट सिस्टम छ त्यो पनि देखाउँछु है त म चाहिँ लाइनमा छु म भन्दा अगाडि केटाहरु छ यसरी लाइन छ अब हाम्रोतिर हेर्नुस् यसरी लाइन बसेर तिर्ने भन्ने सिस्टम त खोइ देखिएन कहिल्यै पनि हैन त्यो सिस्टम नै छैन तर यिनीहरुलाई बस्छ पनि भन्नु पर्दैन है त आफै यसरी मजाले मिलेर बस्छन् र म पनि पालक कुर्दै छु यो सिस्टम नै यस्तो जहाँ गए पनि मेट्रो स्टेसनमा गयो भने बस स्टपमा गयो भने सबमा आउँदा क्यान्टिनमा देखि लिएर हरेक ठाउँमा यस्तो बस यस्तो गरेर भन्नै पर्दैन है त यिनीहरूलाई चाहिँ झट्ट आउँछ आफै बस्छ एकदम ज्ञानी भएर बस्छ आफ्नो पालो कुर्छ बरु मोबाइल चलाउँछ बस्छ आफ्नो पालो कुर्छ भइहाल्छ है त्यस्तो छ र मेरो अब लगभग पालो आइसकेको छ अनि पेमेन्ट सिस्टम चाहिँ यहाँ कस्तो हुन्छ भने एनएफसीबाट ट्याप गरे पनि हुन्छ अथवा चाहिँ मैले फोनमा क्युआर देखाउने बित्तिकै यिनीहरूले आफै पैसा लगिदिन्छ है त लाइक मैले केही पनि गर्नु पर्दैन हेरौँ है त मैले मेरो सामान चाहिँ दिइसकेको छु र मैले चाहिँ यसरी ट्याप गर्ने बित्तिकै पेमेन्ट भइसक्यो है त पेमेन्ट भइसक्यो भनेको चाहिँ त्यहाँ अब जस्ट आफ्नो फोन खोल्ने अनि फोन खोलेर चाहिँ विचार अलिपे के हुन्छ खोलेर चाहिँ त्यसको मनी भन्ने अप्सन हुन्छ मनी भन्ने अप्सनको क्युआर टच गराइदिइसकेपछि पैसा यिनीहरूले आफैले लान्छ है त मैले पर्मिसन पनि दिनु पर्दैन केही पनि पर्दैन कन्फर्म पनि गर्न पर्दैन पैसा अटोमेटिक लान्छ एकदमै रमाइलो लाग्छ मलाई चाहिँ यो सिस्टम तपाईहरुलाई कस्तो लाग्छ के छ कमेन्ट गर्नु होला है त र थ्यांक यू फर वाचिङ र अर्को भिडियोमा हामी फेरि भेट्छौँ तबसम्मको लागि चाहिँ बाइ बाइ सबैजनालाई